रिसेन्टली एउटा 4 वर्षको नानीले आफ्नो स्कुलमा खाना खाँदै खाना सर्केर ज्यान गुमाउनु पर्यो। यस्ता सिचुएसनमा तपाईं पर्नु भयो भने के गर्नुपर्छ याद छ तपाईलाई? तपाईले एउटा सानो नानीलाई चोक हुँदै गरेको देख्नुहुन्छ, फर्स्ट हेर्नुहोस् कि त्यो माइल्ड चोकिङ हो कि सिभियर चोकिङ हो। माइल्ड चोकिङ हो भने चाहिँ नानीले स्टिल खोक्दै गरेको हुन्छ, आवाजहरू निकाल्दै गरेको हुन्छ, बोल्न सक्दै गरेको हुन्छ। त्यो सिचुएसनमा चाहिँ अलिकति हेल्प मात्रै गरिदिनुहोस्, तपाईहरुले इन्टरभिन गरिहाल्नु पर्दैन। तर सिभियर चोकिङ हो भने चाहिँ इमिडिएटली तपाईहरुले एक्सन लिइहाल्नुपर्छ। एक्सन चाहिँ के लिनुपर्ने हो भने नि तपाईहरुले एउटा चीज याद राख्नुहोस्, 5 बैक ब्लोज, 5 एब्डोमिनल थ्रस्ट्स। फर्स्ट तपाईहरु नानीको लेभलमा घोडा टेकेर बस्नुस्। त्यो पछि चाहिँ तपाईहरुले हातको यो हिस्साले नानीहरुको शोल्डर ब्लेडको बीचमा 5 पल्ट जोडले हिर्काइदिनुस्। ल, सो यसलाई भयो 5 बैक ब्लोज। त्यो पछि चाहिँ तपाईले गर्नुपर्छ 5 एब्डोमिनल थ्रस्ट्स। एब्डोमिनल थ्रस्ट गर्नुको लागि चाहिँ तपाईले फर्स्ट एउटा फिस्ट बनाउनुस्। फिस्टको यो हिस्सा जुन चाहिँ हुन्छ त्यो चाहिँ नानीको पेटमा राख्नुस्। पेटमा चाहिँ कुन चाहिँ जग्गामा राख्नुपर्छ भनेपछि चाहिँ ब्रेस्ट बोनको चाहिँ तल, तर नाइटोको चाहिँ माथि, त्यहाँ राखेर चाहिँ यसरी राखेर चाहिँ त्यो पछि तपाईले आफूपट्टि तान्नुस्, तर अलिकति माथि डाइरेक्सन राखेर, सो अपवर्ड एन्ड इनवर्ड डाइरेक्सन राखेर चाहिँ तपाईहरुले चेस्ट थ्रस्ट गर्नुपर्छ। यो चाहिँ तपाईहरुले 5 पल्ट गर्नुपर्छ। त्यो पछि पनि फुड डिस्लज भएको छैन भने चाहिँ फेरि यही प्रोसेस 5 बैक ब्लोज, 5 चेस्ट थ्रस्ट रिपिट गर्दै गर्दै तपाईहरुले इमर्जेन्सी सर्भिसेसहरुलाई इन्फर्म गर्नुपर्छ। यो भिडियो चाहिँ तपाईले कसै टिचर, कोही प्यारेन्टहरुलाई शेयर गरिदिनुस् जुन चाहिँले चाहिँ कसैको ज्यान बाँचिन सक्छ।